प्यारा साथीहरू यतिखेर हामी चाहिँ जोखर ताल जाँदैछौँ घुम्नको लागि। आज चाहिँ 2083 साल साउन महिनाको 16 गते यतिखेर बेलुकीको चाहिँ लगभग 5 बजेको छ। त्यो 5 बजेको टाइममा हामी जोखर ताल जाँदैछौँ। सो प्यारा साथीहरू यतिखेर हामी जोखर ताल कैलाली धनगढीमा आएका छौँ। यहाँ आज शनिबार भएको कारणले गर्दाखेरि थुप्रै भिजिटर्सहरू घुम्नको लागि आउनुभएको छ विभिन्न ठाउँबाट। यसो लोकल ठाउँमा लोकल एरियामा चाहिँ यहाँको वातावरण पनि एकदमै रमणीय छ। यो बर्खायाममा बर्खा सिजनमा यो ताल प्राय यो कमलको फुलहरू पुरै ढाकिएको छ। कमलको फुलहरूले हेर्नु होला यस्तो छ यहाँको स्थिति चाहिँ पुरै एकदम वारीदेखि पारीसम्म है। लगभग पानी देखेको छैन यहाँको। यो पुरै माथिबाट गराउनमा रोपे जस्तो देखिराखेको छ, तर त्यो रोपेको चाहिँ होइन, सब पानी माथि उम्रेको चाहिँ कमलको फुलहरू बिरुवाहरू हो है साथीहरू। हेर्नु होला तपाईँहरूले। ओके किप वाचिङ। हामी पनि आएका छौँ। कस्तो लाग्यो त? एकदम रमाइलो भइरहेको छ। आज जोखर तालको यो तालको वरिपरि घुम्दाखेरि यतातिरको रमाइलो भइरहेको छ भनौँ। धनगढीको यो जोखर ताल कति टाइम पछि आयो यहाँ? यस्तै 8-10 वर्षपछि आइयो। आज धेरै समयपछि आइयो। आएर धेरै कुराहरू चेन्ज भइरहेको रहेछ। पहिला यतातिर यो झन्डाहरू पनि कोही थिएन, नेपाली झन्डाहरू थिएन, लाइट सिस्टम पनि बनाएको रहेछ चारैतिर। अनि अहिले यहाँ बस्नको लागि फोटो खिच्नको लागि यहाँनिर स्टुलहरूको यो व्यवस्था रहेछ। यस पहिलाभन्दा यो आजकल धेरै राम्रो भएको रहेछ। राम्रो लाग्यो, खुसी लाग्यो। आउँदै गरौँला अनि टाइम मिलाएर आउँदै गरौँला। रमाइलो छ भन्नु पऱ्यो। ओके हस् ल साथीहरू, यो पुरै जोखर तालको एरिया हो। यहाँ पुरै केटाकेटीहरू जोडीहरू घुम्नको लागि विभिन्न ठाउँबाट आउनुभएको छ। चारैतिरको यस्तो छ दृश्य चाहिँ, तपाईँहरू हेर्दै गर्नु होला। यहाँ आउटलेटको पनि व्यवस्था रहेछ। यहाँ यस्तो छ है। ल हेर्नु होला साथीहरू, यो चाहिँ जोखर तालको भिडभाड हो। ल मान्छेहरू धेरै आउनुभएको छ। त्यहाँ पनि हुनुहुन्छ।